सुख करता दुख हरता वार्ता विघ्नाची पूर्वे पुरवे प्रेम कृपा जयाची सर्वांगी सुंदर ओटी शेंदुराची कंठी झळके माळ मुक्ता फळाची जय देव जय यो मायालाई मैलान्छु चोरेर यो मायालाई मैलान्छु चोरेर भैरुन डाँडो मिसिनले फोडेर बिजुली बलेको होला मैजाने पुतली रेलैमा बिजुली बलेको होला मैजाने पुतली रेलैमा कहाँ होला मायाले बोलेको कहाँ होला मायाले बोलेको शीतल भयो हृदय बोलेको बिजुली बलेको होला मैजाने पुतली रेलैमा बिजुली बलेको होला मैजाने पुतली रेलैमा कदमको छायैमा बात मारौँला मिठा कुराकानीले हात भरौँला कदमको छायैमा बात मारौँला मिठा कुराकानीले हात भरौँला जो बलले से जाने हो ढल्केरा आए म त तिम्रो आँखामा डुबी हेर्दा मेरै आकृति भेटाए तिम्रो ओठलाई चुमी हेर्दा तिमीले सताउँदा तिम्रै केशको शीतल छहारी मिलो दिनलाई घाम डाटाहरु सबै ठिक छ युवा पनि ठिक छ सबै ल्याऊ लगन 2025 महिनाको लगन ल्याऊ सबै ठिक छ 2082 साल फागुन महिनाको 6 गते बेलुकाको 4:15 शुभ लगन ठिक छ सबै तयार छ लगन ल्याऊ मङ्गलम पुण्डरीकाच मङ्गलाचलोहरि तदेव लग्नं सुजं तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं दैवबलं तदेव लक्ष्मी तदेव स्वामी ओम विघ्नेश्वराय वरदाय नमो सकलादिगदिदाय नागाननाथाय ताराबलं चन्द्रबलं तदेव विद्याबलं दैवबलं तदेव लक्ष्मी यत्र योगेश्वर कृष्ण यत्र पादो धनोदर तत्र श्री जयमूर्ति ध्रुवाणि र के स्वस्तिक चिन्ह पो भन्छ होइन
गाउँको मान्छे भन तिमी घरको मान्छे भन्छ यार। म यही हुर्केको यही घरमा घरकै त भयो नि छिमेकी पनि एउटै त हो। कहाँ पढ्दै बोल्दा हो कि यता हेर्नुहुन्छ एकचोटि हाँसौँ ल हे हे गर्दै। हाँसो भने आयु बढ्छ अरे क्या। आयु बढाइहालौँ न है थोरै। वाह यो मैले सुनेको थिइनँ कति राम्रो लाग्यो क्या। तपाईँ टिचर हो? र अहिले गएर भेट भयो र कति कति सराप्दैछ भने त भित्र भित्रबाट कति सधैँ उनले हो कुनै सराउँदैन। म त सराउँदै पहिला टिचरहरूलाई। शिवको देवताको पुरुष भगवानको हर हर जय जय श्री राधे भोलि महेश दादा शिवजी देवता आरती गवती लेखेका त्यो पनि होला त्यतिकै त्यसले छैन नि त ठिक छ राम्रो भयो यो पालि चाहिँ दिन्छु म परेर त्यतिखेर चिनेको बर्दान सकेपछि एउटा भिडियो बनाऊँ ल कस्तो भने सबले आफ्नो इन्ट्रोडक्सन दिने जसको आफ्नो नाम भन्ने अनि त्यो मान्छे को यो घरको को भनेर ल सुरु आमादेखि सुरु गरौँ ल ल आमादेखि सुरु गरौँ ल
आमा आमा यहाँ हाल्नु तपाईँको नाम भन्नु नाम भन्नु तपाईँको त्यो प्रश्न त भन्नुपर्छ त नि अनि यो घरको बुढी फुपू ल हजुरमा हजुर तपाईँ म वेदकुमारी दाहाल पौडेल यहाँको वर्तमानले केटाकी फुपू म एउटी दिदी परेँ वर्तमानले केटाका बाउकी दिदी परेँ म ठ्याक्कै ठ्याक्कै दिदी उहाँको पालो मेरो पालाको म चाहिँ बताउने केटाकी हजुरआमा उमा देवी तपाईँ भनौँ भन्नु भन्नु भइसकेको बताउने केटाको बाबाको चाहिँ म माइजू एकछिन ल एकछिन ल भन्नु ल तपाईँको बारे नाम चाहिँ मेरो लक्ष्मी अधिकारी बाबाकी वर्ता बन्ने केटाको चाहिँ बाबाकी भान्जी भान्जी दिदी परे वर्ता बन्ने केटाको नाति उहाँले सबै त चिन्नुहुन्छ कि तपाईँको पालो मेरो जानु काफनाल घर तिल्क्यानी तिलकाने यहाँको चाहिँ भान्जे बुहारी हो म वर्तमान केटाको ठुलो मम्मी घर कहाँ भन्नुभयो तपाईँले तिल्केनी इलाम तिल भन्नु नि त घर कहाँ जितपुर इलाम ल उहाँको तपाईँको पालो म चाहिँ यहाँ वर्तमानले केटाकी भान्जी दिदी उसका बाबाकी भान्जे दिदी इलाम हो घर खनाल हो घर नाम हो वेदमाया खनाल ल उहाँको मेरो नाम चाहिँ गङ्गा सुवेदी मेरो लक्ष्मी अधिकारी बाबाकी वर्ता बन्ने केटाको चाहिँ बाबाकी भान्जी भान्जी दिदी परे वर्ता बन्ने केटाको नाति उहाँले सबै त चिन्नुहुन्छ बुढी हजुरआमा आमा ल हजुरको मेरो चाहिँ रीता अधिकारी दाहाल हो घर मेरो बुद्ध शान्ति एक झापा म चाहिँ काका घर आएको हो आज वर्तमान भाइको चाहिँ ठुलो मम्मी म हजुरको मेरो दिदीको छोरो भाइ ठुलो भाइ माइली सानीमाको ट्याक्कै माइली सानी म बताउने केटाकी नाति अनि म चाहिँ यहाँको क्यामेराम्यान होइन अनि हजुरको घर कहाँ पर्छ मेरो घर बुद्ध शान्ति 3 मेरो बुढी यहाँ हुनुहुन्छ ठ्याक्कै चिनेछु नि त मैले के केस गर्नु अहिले दुईजनै भाइ बुहारी हो कि जस्तो लाग्यो होइन अनि मैले सोधेँ पनि बा होइन कि जस्तो लाग्यो डर पनि लाग्यो होइन लाग्यो के सोध्दैमा के जान्छ र हो भने हो होइन भने होइन सक्यो हो कि जस्तो लागिरहेको छ डाउट लागिरहेको छ तर अहिले क्लियर भयो म आटोमा हिजो माग्दै थियो त हामी मलाई माटोमा जाऊ तिमी बरु भन्दै हुनुहुन्थ्यो यसपालि चाहिँ मान्छेले आँखा चिम्लेर त्यो हलोमै हाले हुन्थ्यो भन्ने चाँदनी रातमा खुलेको भनेको अक्षता चन्दन पुष्प अन्त तिल एक टपर हो तमा एकछिन लगाउँदै हेर्नु आमा लगाउँदै हेर्नु ल ल ल बस्नु बस्नु तपाईँको अघि भइसकेको हुन्छ त भिडियोको लागि बसेको थिएँ हजुरको नाम के पो आमा यो घर कहाँ हो गोलदाप तल के अरे यहाँ वर्तमान भाइको को पर्नु हजुर ल वर्तमान भाइ चाहिँ कहाँ तपाईँ पनि भनिहाल्नुहुन्छ कि हजुर तपाईँ यो घरको को पो नातिनी हजुर मेरो नाम सीता नेपाली हो म यहाँ वर्तमानमा आएको टपर आला अन्त फुल पनि भएन नि
उता हात लगाइदिनु पर्छ तर केही ल्याउने नै इच्छा भए मलाई केही उपहार दिलाउने भए तिम्रो ओठमा मिठो हाँसो उकालियो रानीमा जिन्दगीको चाहना छ केवल तिम्रो साथको तिमी नछुट्ने गरी मेरो हात समाऊ है अब यो बिचको दियो छन् मुस्कानहरू कहीँ घुम्न छन् नबुझी भाव मेरो जो तिमी अन्जान जलं समर्पयामि मुखे आचमनीं जलं समर्पयामि सर्वाङ्गे स्नानीयजलं समर्पयामि पानार्थे पञ्चामृतं स्नानं समर्पयामि शुद्धोदकस्नानं समर्पयामि चन्दनं तिल अक्षतां चन्दनं तिलाक्षतं नैवेद्यं नैवेद्यं ते आचमनीं जुन तिमी तिम्रो आकर्षणले उर्लेको समुद्रको छालमा अब हात बढाउन तिम्रो साथ बसाउन तर तिमी आउनु यसै खाली हात नबोकी साथमा कुनै झुटा मोटा बात दुःख भुलाई न केही लुकाई कुनै देखावटी बिना ओ माया तिम्रो कोमल हातमा मेरो मन थमाएको तिम्रो अङ्गालो भरि मेरो त दुनिया अटाएको नजिक आउनु मुस्कुराउनु तिमीले भेट्दा कतै ओ माया झरीको रातमा लुचेर आउनु मायाका मिठा गीत गुनगुनाउनु त्यो मनमा जाने ठाउँ मलाई देखाउनु त्यो मनमा जाने ठाउँ मलाई देखाउनु तिमी आउनु यसै खाली हातो माया तर केही ल्याउने नै इच्छा भए मलाई केही उपहार दिलाउने भए तिम्रो ओठमा मिठो हाँसो बोकी आउनु उकालियो रालीमा जिन्दगीको चाहना छ केवल तिम्रो साथको तिमी नछुट्ने गरी मेरो हात समाऊ है अब यी कोठा मनका सुनसान छन् मुस्कानहरू कहीँ घुम्न छन् नबुझी भाव मेरो जो तिमी अन्जान छौ नबुझी भाव मेरो जो तिमी अन्जान छौ अब त आउनु तिमी खाली हात नबोकी साथमा कुनै झुठा मोटा बात दुःख भुलाई न केही लुकाई
कुनै देखावटी बिना ओ माया भक्तो ज्योतिर्वर्गः स्वाहा ज्योतिः सूर्यः सूर्यो ज्योतिः स्वाहा शिवगं रजः पितरप्रायुधा सूर्यो ज्योतिर्ज्योति सूर्यः स्वाहा अग्निर्वसु ज्योतिर्मयता स्वाहा सूर्यो मरुतो छड्डियो ना कि तेरे बिन दिल नहीं लगना जिथे भी तू चलना है माही मैं तेरे पीछे पीछे चलना तू जी सकदी नहीं मैं जी सकदा नहीं कोई दूसरी मैं शर्तां भी रखदा नहीं क्या तेरे सच्चियां मोहब्बत वे माही किते और नहीं मिलना जिथे भी तू चले माही मैं तेरे पीछे पीछे चलना ओ माही ओ माही आँखों से आँखों वाली गल कर दे दिल विच तेरे यारा मैनू रहन दे आँखों से आँखों वाली गल कर दे धड़कन दिल दी तन पहचाने तू मेरा घनश्याम मनोहरम् आरतिकमहं पूर्णे पश्चिमे वरदो भवः हरिः ॐ इदगं कविः व्रजाननं मे अच्युतशरीरगं सर्वगणगं सततं आत्मासनि प्रजासनि पशुसनि लोकसन्न्यभयसनि अग्निर्प्रजाबहुलाम्बे करोतु कति कति पार तरे आसुर भाव निवारक तरु अगणित रूप धरि लीलामय रस
काति पारतारी ओम जय जगति ओम रोगहरो हर कष्ट हरो हर दुख दारिद्र्यं सबहरण नमामि शंकर भजामि भोले नमामि ओम कर्पूर गौरम करुणावतारम संसार सारम भुजगेन्द्रहारम सदा वसंतम हृदयारविन्दे भगवानी शरणं नमामि। त्यहाँ छ सबैले हातमा पुष्प लिनु होला। विघ्नेश्वराय वरदाय सुरप्रियाय लम्बोदराय सकलाय जगदिताय नागाननाय श्रुतियज्ञ विभूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते। देयः सदा सवृतिमण्डलमध्यवर्ती नारायण सरसिजासन सन्निविष्ट केयूरवान् मकरकुण्डलवान् किरीटी न अन्नपूर्ण महालक्ष्मी को क्षेत्रधाम को मोटा कौशिकी नदियों को बागीबरा भगवती को गजरमुखी भगवती को सिंहवाहिनी भगवती को ग्रामाधिपति देवी देवताओं को यज्ञ शंभो पार्वती माता हर 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 महादेव शंभो। ल अहिलेलाई सबैजनाले पूर्व या उत्तर फर्केर शिरले ढोल्दै अनि आरतीले आँखा सेक्नु होला। शिर राखेर ढोल्नु। सुख सम्पत्ति पुण्य छ तव दर्शन अनि एकछिनमा अब कीर्तन अहिले भरे भरे गरौँ। अब सबैले प्रसादी ग्रहण गर्नुपर्छ, खानुपर्छ, डह्रो हुनुपर्छ। कीर्तन गर्नु त मात्रै रोल खिच्ने चाहेर पनि मैले भन्न सकिन तिमीलाई मेरो मुटु चोरिसक्यौ तिमीले भाकेर शरीरबाट यो आत्माले छोडेर गाछ तिमीलाई नै खोजी हिँड्छु रे मेरो दिन बर्बाद भयो यादमा तिम्रो फेरि बिहानीको सुरुवात भयो यादमा तिम्रो फेरि मेरो दिन बर्बाद भयो यादमा तिम्रो फेरि बिहानीको सुरुवात भयो यादमा तिम्रो फेरि ओडी ओडी मन लाग्छ किन तिम्रैतिर हेर भन के गरौँ मुस्कानले तिम्रो मेरो मन सारङ्गी झै आज फायर गरौँ। ल सबै तयारी हो भनेदेखि ओम लो मङ्गलम भगवान् मङ्गलम
जयस्तेषां कुतस्तेषां पराजय येषामिन्दिवरस्यां ल देखिन्छ पुरै जुम गरेर अहिले मन्त्र सुन्ने बेलामा पनि यसो गर्नु ल मेरो काम त सक्यो म एकछिन आराम लिने बस्ने अब मेरो काम छैन केही म त हेर्ने हो घडी हेरेर हरि ओम तसतस विष्णु इत्यादि पूर्व संकल्प सिद्धिरस्तु वसगोत्राण त्रिप्रवादेन्द्रध्यायिनः नोमि यद्यत् सकलं वरस्मै नारायणायेति समर्पयामि तस्य कृष्णार्पणमस्तु श्रियं भवन्तो ब्रुवन्तो ओम श्रीः आदित्यादि अद्येह पूर्व संकल्प सिद्धिरस्तु वत्सगोत्राण पंचम प्रवह शुक्लयजुर्वेदमाद्यन्तेन शुक्लयजुर्वेध्यायिनः अब नाम यमलाल शर्मणोऽहं मम सपत्निका नाम तेज कुमारी नाम्नी देवी तथा च ज्येष्ठ पुत्रः नाम जोडिदिनु के छ वेद कुमारी नाम्नी देवी तथा च समस्त अन्तर्गानितोऽहं मम सपरिवारितोऽहं मम तथा च अस्मिन् कर्मणः अस्मत् पुत्र आलेखपाठं समर्पयामि अस्तर्गं समर्पयामि स्नानं समर्पयामि स्नानं समर्पयामि तेजलं समर्पयामि नानाव्यानि विद्यानि समर्पयामि चन्दन फूलपत्राणि समर्पयामि पुष्पं समर्पयामि मुखवासरे ताम्बूलं समर्पयामि ताम्बूलान्ते वेटि दक्षिणां समर्पयामि पञ्चकलसूर्यदेवताभ्यो नमो नमः त्यो त त्यहाँ राख्ने भन्दा नि कोटलिकामा सिउरिनु पर्छ होला तेभ्यो नमः स्वाहा जयतावन्तस्य भूयागुं सचोरिचोरितावितस्त्रे देकागुं सर्जनेव धर्माणि तन्मसि इदं विरोध एकादशरुद्रेभ्यो नमः स्वाहा अत्र प्रदुवस्परसः गौरीमिमाय सुनानि तच्चके ते कपदे द्विपदे त्रिपदे साचतुर्भे अष्टपदे नवपदे बहुके सहस्राक्ष परलोभ्यो विनिस्वायनं गौर्यादिश्वसनात्रिभ्यो नमः स्वाहा भट्टो जसे च पार्थिदिव्यो विमोहसः सुगोपातमो जनैदम् आदशतमरुभ्यो नमः स्वाहा हरिः ओम् सँगै हाम्रो यो बेगा बग्दैछ मायाका कुरा बढ्दैछन् केही बात दोषहरू छ कि भनेर त्यसको प्रायश्चित्त गराइदिनु खोइ बटुकलाई पनि यतै ल्याउँ होला नि त छेउमा यसलाई यहीँ होला नि बटुकलाई सौर दुवैजनाले पूजा गऱ्यौँ है त्यहाँ बाबुआमा हुनु पर्यो नमो गोभ्यः श्रीमतीभ्यः त्योभन्दा पहिला सेचन गर्नु त त्यो तिलानी त्यही गाउँको पानीले यसो सेचन गर्नु आफूलाई छर्केन नानीलाई पनि छर्केन ओम महं मनो मे तर्पयत वाचन मे तर्पयत प्राणं मे तर्पयत चक्षुर मे तर्पयत श्रोत्रं मे तर्पयत आत्मन् मे तर्पयत देवानां पूजनीया शिरोहिणी तीर्थदीपम् केटा बाबुआमालाई पनि शान्ति भवतु सर्वाधिक ओम महं यस पछाडि नि त्यहाँ पुष्पको कुडको लिएर पानी समाउनु ओम महं खुशी नवा यह मिति मन्त्रस्य परमेष्ठिरिषि प्रतिष्ठा छन्दो अदितिर्देवतो दकासे के उष्णु दकासे के हे विनियोगः छोडिदिनु ल पानीमा छोड्नु पर्दैन पानीमा छोडेर त्यसलाई मिसाउनु त तातो र चिसोलाई मिसाइदिनु थोरै थोरै यता र उता फेरि पानी समाइयो ओम तन्मन्त्र जाँदा सवित्रेति
र दुवैजनाले पूजा गऱ्यौँ है त्यहाँ। नमो गोभ्यः श्रीमतीभ्यः पूजनीया शिरोहिणी तीर्थदीपमयी अस्मात् यस पछाडि नि पहिला यस्तो सिधा यस्तो पहिला यस्तो पार्नु अनि 3 भाग लगाइयो है। त्यस पछाडि फेरि पानी समाइयो। ओखदैति प्रजापति ऋषि यजुस्छन्द ओखदिर्देवता कुश तरुणान्त दाने विनियोगः छोडियो। ओखदे प्रायस्वः सदिते मैनगुं हिगुंसेः औमः तत छुराग्रहणम। अब मामाले त्यो छुरा समाउनु पर्यो। पहिला यस्तो पूजा गरौँ त 12 आमाले त्यो छुरालाई हरि ओम सहस्र शिरेखा पुरुष सहस्राक्ष सहस्रपाद भूमिगुङ सर्व थप्नुपर्छ। भुइँमा नराख्यो, भुइँमा चाहिँ भइसके नझरोस् केस। औम हामी के गर्नु पर्यो? छोडिदिने। ओम इन्द्राय स्वायुधम इन्द्राय नमः। फेरि पानीसँग अग्नायति प्रजापति विनियोग। ओम आग्नेय स्वायुधम आग्नेय नमः। सोमायति फेरि पानी समाउनु। सोमायति प्रजापति भावे नमः। स्वस्वायुधम सूर्याय नमः। प्रोक्षणे वासुदेव रक्षवेद। तन्न अग्नेय फेरि तन्न अग्नेय सानोतिनो दुर्घटना भइहाल्छ नि होइन? अलिअलि तासिहाल्छ त्यो। अहिले त्यो यसरी घुर्किने मान्छेले कपाल गौरी नै छोडिदिए जान्दैनन्। नयाँ प्लेटले फर्केको ओम फेरि पानीसँग ढिलै होस् केही हुँदैन। त्यो बिस्तारी काट्नु भनेको त्यही हो। त्यो छिटो छिटो काट्छन्। भिजेको छैन कपाल, कपाल भिजेकै छैन। अलिक माडा चाहिँ पानी हालेर कपाल भिजेको छैन भन्छ। अनि ल्याउ न तातो चाहिँ लाएको। तातो हाल्दा झन् सजिलो। तातो लाउँदा त अनि कहाँ प्लेट त गइहाल्छ। काट्दै काट्दैनन् मजाले। तातोले चाहिँ राम्रो गर्ने होइन र? तातोले राम्रो गर्ने होइन र? तातोले कहाँ राम्रो गर्छ? तातोले त झन् सानो प्लेट बल्ल भाइलाई सन्चो होला नि त। लु अब एकैछिन सक्दिन। पानी ल्याउनु पर्छ त। बस 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 भाइ। सर पखाल्दिन त। होइन माथिबाट सल्लाह हाल्दैन न। तातै ल्याउनु भएको फेरि? पखालेर अनि उयो गर्ने। एकचोटि मजाले फर्किने। त्यो गिलासको कतिको तातो छैन। छैन तातो। लु भाइ उता बस त। बस त म सरसर्ती एकचोटि हालिदिन्छु। कहाँ कहाँ ठिक छ? ठिक छ भाइ अहिले चाहिँ राख्नु अरे। ल ल खानु गर बाबा। चोखेको अब एकछिनै आँखामा पसो। सबै मजा लाग्यो। हो त्यो चाहिँ ठाडो पार। ठाडो छोरा ठाडो। निधारमा पनि लगाइदिनु। हो त्यसो भइदिइहाल्छ नि। जुङ्गामा लाउन अब जिउतिर छोरा सबै ठाउँ लाउनु। जिउ त मजा लाग्यो। अब जिउतिर होइन आँखा मात्रै छोडेर सबैतिर लाउने हो त्यसरी हो। अलिक पानी बन्द भयो। अलिक पानी उसका बाबालाई भनेको थियो ज्वाइँ पानी एक भाँडो पानी ल्याउनु पर्यो अरे। होइन यसले अलिअलि पकाएको। हल्दी मेहन्दी
आऊ यी दुबोले अरे गोडीले नै आधी आधी त्यो दुईतिरै दुई हातमा समाएर दुईटा हातमा दुई चुडा ये क्या हुआ पहले ना ऐसा होता सबै लगाइदिने तपाईँ घरको हजुर कि बेहुला को हो तपाईँ? म यो वर्तमानको बढीमा हो म उसको फुपूको बुढी फुपूको छोरो घर 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 कहाँ? इलाम म त शान्ति हरिओम तत्सभाध्यचार्यको उच्चारणको सङ्कल्प सिद्धिरस् वर्षगोत्रोत्पन्न पञ्चप्रहरिताहितं बलमस्तु तेजः यज्ञोपवीताचक्षुः न सस्विहेन सवीरः सवितमः अनाहरस्यः वचनः दधीष्णुः परिणमाद्यदिनः न देहं महा ल बाबु आचरण गरौँ त्यसलाई राख त बाबु त्यसलाई यता खडे हुनु बाबु हजुर बटुको यहाँ हेर है त मलाई त्यसरी थाहा भयो यहाँ लुगा पानीसम्म स्नानी भनेर उनले भने अपोसान भनेर फेरि सोध्नुभयो अस्नानी भनेर अनि हौ त लग्न गोदान म एउटा गोदान गरौँ फेरि अब एउटा गोदान यो अब त्यता रेडी भयो नि लग्नको कुरा रेडी लग्नको होइन त हजुर त्यो मन्त्र सुन्ने भने त्यहाँ चाहिँ पठाएको मैले त्यो पनि गोदान यसै होइन भरै पर्यो मेला आयो ए ल अब घडीवाला तयार ल हाम्रो चाहिँ राम्रो निकाल्नु पर्यो नि त्यहाँ यसो चोरीपुरी गर्ने क्या नि तयार हाम्रा गुरुजी बटु तयार तयार हुनुहुन्छ तयार त्यसो भए हाम्रो हवन गर्ने गुरु आग्नि बलेको छ तयार हाम्रा धान चामल केही गर्ने बिस्कुट लगाउने दाउरा बोक्ने गाग्रा बोक्ने हाम्रा कन्या नानीहरू सबै तयार हाम्रो मङ्गल गाउने गाना गाउने
हाम्रा बाजा बाजे बजाउने तयार तयार त्यसो त यो पहिलोपल्टको मेरो सोधनी हुँदैछ म अब दुईपल्ट फेरि सोध्दैछु हेलो हेलो नमस्ते गर नमस्ते दुईजना उभिएर लान्थे नमस्ते पनि 5-6 दिन कमाउन सक्यो भने त्यहाँभन्दा ठुलो निजोको अहिले विज्ञापन आइरहेको छ एउटा कलेजमा सेक्युरिटी गार्डको लागि 22,000 खाइरहेको छ अहिले त तल बिहान 5 बजी जान्छन् 12 बजी घर आइपुग्छ देशी तन्नम्मे पाहि आहिर्मे देहि तबर्तुदा देशी वर्षो देहि देहि अनेत मनोरंजन समिति सरस्वती दुआको हो ल मसोता हजुरले चाहिँ शिरदेखि पाउसम्म छाइदिनु हैन भइसक्यो उठेर वायो प्लस बोलेन याद काटी चाहिँ बगल पटेर इङ्ग्लिसमा सबै वायो प्लस बोलेन याद काटी चाहिँ बगल पटेर इङ्ग्लिसमा सबै
ब्रह्मब्राह्मणे नमः स्वाहा ब्रह्मब्राह्मणे नमः स्वाहा ब्रह्मब्राह्मणे नमः स्वाहा बुद्धस्माग्ने पतिजाग्ने स्वामिता भूतेषु दुष्टेता वयं चास्मिन् शापे अत्योतरास्मिन् विश्वे देवा जलमानस्तसीरतः भगवतिकाभ्यां नमः स्वाहा भगवतिकाभ्यां नमः स्वाहा भगवतिकाभ्यां नमः स्वाहा ओम बृहस्पते अपे दज्जो अरेहा जुदिवात समझने को जरी नयस्तवात रेता प्रदात कास्मास प्रवेशनाम उपयाम प्रदेश में सुदेगदे भूमि सुदये प्रहात भूरानिकाभ्यां नमः स्वाहा भूरानिकाभ्यां नमः स्वाहा भूरानिकाभ्यां नमः स्वाहा अन्नान परेश और संगमया दति वक्षत्रं तया पूर्वा प्रदात देव सत्यं सुखसिद्धाभ्यां नमः स्वाहा सुखसिद्धाभ्यां नमः स्वाहा सन्नदेवतापीते चन्दूरस्कन्दसंकृताभ्यां नमः स्वाहा सन्निभताभ्यां नमः स्वाहा सन्निभताभ्यां नमः स्वाहा भयानकभूभूतसाविदा कयासुतेशयाविदा रावसङ्कटाभ्यां नमः स्वाहा रावसङ्कटाभ्यां नमः स्वाहा रावसङ्कटाभ्यां नमः स्वाहा धियोमातितो कनन्नते तवेपेतो मजापेषु सूर्यवीरदायतः किञ्चितवे नमः स्वाहा यतविकटाभ्यां नमः स्वाहा यतविकटाभ्यां नमः स्वाहा ब्रह्मामुरारेति भ्रान्तकारे भानुसते भूमिसुतोदाता विरोच शुक्रासनिराहु एकव सर्वे ग्रासान्तिकरावन्तु सूर्यादिनो देवताभ्यो नमः स्वाहा अद्यता प्रतिदेवता समस्तदेवताभ्यो नमः स्वाहा घन्टा भइसक्यो त्यसलाई नलाग्यो त्यसको छेउमा म अन्त के घन्टादेखि रोइरहेको
मजाको भिडियो बनाउनु वानमा ओके दाजु न यही राख्नु जाँदैन त्यहाँनिर जाँदैन
शीतल भयो त्यसो दादालु यहाँ चाहिँ दादालु अब भएन गायत्री दिदी को क्यामेरा मोबाइल ए त्यसमा पठाइदिनु दिदीलाई नि सुनितालाई नि सर्वापूर्वदान सर्वदा सैवेदान प्रतिनिधि ल हुन्छ अब गुरुगामेनमा जाने पढ्न बेला ढोकिने अब पढ्न इच्छा हामी त गरिरहेको के चाहिँ गर्नु छ अब यसो गरौँ न त यो घेर्न त अब हाम्रो धुनुपर्छ नि
चारवटैको छुट्टा छुट्टै निकालिदिनु पर्ने यिनीहरूको सबैको भिडियो कपडा आउँछ त एउटा तौलिया त्यहाँ खोजी गर न भाइलाई जाँदा लाउनु नि तपाईँलाई क्यामेरा चाहिँ कहाँ हुँदैछ भोलि पर्सि देखिएन भने पछाडि ठ्याक्कै मसँग आइपुग्यो ठ्याक्कै सकेपछि के पारा दिदी यो पनि राख्नु लगाइदिन्छु देखिँदैन हौ फोटोमा हो क्यामेराको बेटी पनि ठ्याक्कै साथी हो यो बेटी कहाँ थियो
por Christian Jotes Raibut por sound system श्रीमद् भगवत महापुराण परिषद विष्णु राजा प्रवर्तमान सकल बरादेश श्वेत बराकल्पे वैव शतमं यंत्राचार्य सतमेवे प्रह्लादादि प्रथम मनुसप्तमी सत्य त्रेता द्वापरांते कलियुगे कलियुगे प्रथम स्वामी जम्मूति भूतक भारतवर्ष धन्यादि अवतंत्रगत नई कालदेश बराज क्षेत्रांतर्गत जापा मंडल अंतर्गत बुद्ध शांति ग्रामपालिका द्वितीय ओडांजने गलनगांव समीपे ब्रह्मपुरी नाम ग्राम स्थाने स्थानाधिपति देवी देवता सरणी गौ तुलसी दामोदर सन्निधौ यापन्य भवो षष्ठी सहस्राणां मध्ये सिद्धार्थी नाम संवत्सरे रवो वसगोत्र कन्या पंच प्रवर्तिता यामं सर्वं सभार्यानि कुमारी नानि देव्यो तथा च स भ्रातं पत्नी पद्मा नानि देव्यो तथा च स ज्येष्ठपुत्र दिलीराम सर्वं मम स पुत्रवधूः हेमकला नाम्नि देव्यो तथा च स कनिष्ठपुत्र विष्णुप्रसाद स पुत्रवधू निर्मला ब्राह्मणाय तुभ्यं वयं सम्प्रदातमहे हातमा पुच्छर सहित हातमा राख्ने ल अर्को एउटा प्रतिष्ठा बुवा सानो पैसा तल गुनामा राख्नु पुष्पमा राख्नु हातमा राख्दैन तल तल राख्ने पूजा गरे रात मही उठाएर त्यो हातमा राख्यो अनि शान्ति गर्दै भाइ त्यो हो त्यो पैसा गोजीमा हाल त्यो पानीले उठ्यो बासीको पुच्छरले गरिदिन्छौ कि त्यसैले गोजीमा त्यो पैसाले गोजीमा सक्यो कि अनि त्यो फुलहरूले यो पुच्छर र पुष्पले शान्ति गरेको गाई माता त कहाँ कति शान्ति गर्न सदा शान्ति विश्वास शान्ति धर्म शान्ति सर्व शान्ति अब हजुर त्यो उठाएर त्यो राम्रो खोलेर मुरुको हात हाल्यो सक्यो किलो पनि हल्ला भने बाँच्नु शान्ति गर्न सदा शान्ति विश्वास शान्ति धर्म शान्ति सर्व शान्ति शान्ति अब हजुर त्यो उठाएर त्यो राम्रो खोलेर मुरुको हात हाल्यो सक्यो
त किलो पनि हल्ला भने बाँच्नु किलो हल्ला बाँच्नु छोरी पनि बसिरहेको छ अनि के गर्नु होइन अप्ठ्यारो पर्छ यसको एउटा फोटो पनि के याद आयो मेरो चाहिँ नि घरको बारेमा त ढुङ्गाको याद आयो क्या पुरै छैन किनकि इतिहास चाहिँ हाम्रो फेस विश्वलाई छेउमै राखेर भन्न सक्छ यसो म हात राख्छु अघि बिर्सियो त यहाँ हेर यहाँ हेर भाइ
नखायो भने नि सुरेश्वर कार्यक्रम गर्ने त अनि नयाँगा राखेर देखाउनु है हातबाट नदेखाउनु नि म्यासेन्जरमा भाउजू भाउजू मजाले हो देखिहाल्नु मैले डिस्टर्ब पो गरिरहेको छु भन्नु नि त सर्नु भनेर म हटिदिइहाल्छु नि हो भाइ यहाँको फोटो खिच्न बताउनु पर्ने मान्छे हाम्रो फोटो ल ल ल ठिक छ एउटा निकालेर गणेशमा राख्नु एउटा ऋषिमा राख्नु भित्र देवीले तलबाट एउटा त्यहाँ ऋषिमा राख्नु एउटा भित्र त भित्र शिवजीमा नारायणमा पहाडी हट्न